साथीहरू हाम्रो धेरै दिनको पर्खाइपछि बल्ल अहिले कोडाओ सातोसीले आफ्नो मेननेट लन्च गरेको छ र विथड्रल पनि ओपन गरेको छ र अब हामीले आफ्नो कोरकोइनहरूलाई कसरी विथड्रल गर्ने र आफ्नो वालेटमा कसरी सार्ने ती सम्पूर्ण जानकारीहरू म तपाईलाई यस भिडियो मार्फत दिनेछु। त्यसभन्दा पहिले सम्पूर्ण साथीहरुमा मेरो नमस्कार र मेरो यस YouTube च्यानलमा सम्पूर्ण साथीहरुलाई म स्वागत गर्न चाहन्छु। साथीहरु, भिडियो सुरु गर्न भन्दा पहिले म तपाईहरुसँग एउटा सानो आग्रह गर्न चाहन्छु। तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्स्क्राइब गरेर मलाई सपोर्ट गरिदिनुस् र आउने नेक्स्ट टाइममा म जति पनि क्रिप्टोको नयाँ अपडेटहरु हुन्छ सबै तपाईहरुलाई म टाइम टु टाइम अपडेट दिइरहने छु। साथीहरु, म भिडियोलाई अगाडि बढाउँदै छु। तपाईहरु प्लिज ध्यान दिएर स्किप नगरिकन यो भिडियोलाई वाच गर्नु होला, किनकि अलिकति मिस भयो भने तपाईहरुको कोरकोइन सबै खेर जान सक्छ। साथीहरु, सबैभन्दा पहिले काम त तपाईहरुले सातोसी एपलाई अपडेट गर्नु भएको छैन भने तपाईहरु प्लिज सातोसी एपलाई चाहिँ अपडेट गर्नुस्। सबभन्दा पहिले हामी अपडेट गर्नको लागि मी को अप्सनमा जानुपर्ने हुन्छ र मी खोलेपछि सबभन्दा डाउनमा डाउनलोड छ र त्यो डाउनलोड ओपन गर्नुपर्ने हुन्छ र सबभन्दा माथि कपी युआरएल गर्नुपर्ने हुन्छ, जुन कि अफिसियल वेबसाइट लेखिएको छ र त्यसको डाउनमा चाहिँ कपी युआरएल लेखिएको छ। त्यसैलाई तपाईहरुले पनि सिलेक्ट गर्नुपर्ने हुन्छ। कपी युआरएल गरिसके पछाडि हामी सिधै गुगल ब्राउजरमा जानुपर्ने हुन्छ। गुगल ब्राउजर हामी ओपन गर्छौं र गुगल ओपन गरिसके पछाडि हामी सर्चमा क्लिक गर्नुपर्ने हुन्छ। सर्चमा क्लिक गरिसके पछाडि हामीले यसमा अब पेस्ट गरिदिनु पर्ने हुन्छ। यो लिंकलाई पेस्ट गरिसके पछाडि अब यस्तो खालको इन्टरफेस देखिन्छ र यो इन्टरफेस देखेपछि अब सिम्पली डाउनलोडेड एन्ड्रोइड एपीके मा क्लिक गर्नुपर्ने हुन्छ। देन त्यसपछि यो चाहिँ डाउनलोड हुन्छ र डाउनलोड भइसके पछाडि त्यो फाइललाई चाहिँ इन्स्टल गर्नुपर्ने हुन्छ। इन्स्टल गर्नुभयो भने अपडेट हुन्छ र अपडेट गरिसके पछाडि हामी फेरि पनि सातोसी एपमा फर्किनुपर्छ। सातोसी एपमा फर्केपछि मीमा फेरि पर्सनलमा गएर सिलेक्ट गर्नुपर्ने हुन्छ र पर्सनलमा सिलेक्ट गर्नुभयो भने अब चाहिँ चुज कन्ट्री रिजन देखाउन थाल्छ, सो गर्छ र अब हामी चाहिँ सिम्पली कन्ट्री रिजन सिलेक्ट गर्नेछौँ र कन्ट्री रिजनमा सिलेक्ट गर्नुभयो भने यहाँ सबभन्दा माथिपट्टि हाम्रै नेपाल कन्ट्री देखाउँछ र तपाईहरु जहाँसुकै बसे पनि आफ्नो नेपाल देश अथवा विदेश, कतार, अमेरिका जहाँसुकै बस्नु भएको भए पनि तपाईहरु चाहिँ प्लिज नेपाल नै सिलेक्ट गर्नु होला, किनकि एकचोटी हाम्रो कन्ट्री रिजन सिलेक्ट भइसके पछाडि अर्को कन्ट्री रिजन सिलेक्ट गर्न मिल्दैन। देन त्यसपछि अब नेपाल चुज भइसके पछाडि अब चाहिँ अर्को हामीले यहाँ फेरि पनि मोडिफाई गर्न मिल्दैन, त्यो कुरा यहाँ चाहिँ देखाइएको छ। यो कुरा चाहिँ विशेष ध्यान दिनु होला साथीहरु। त्यसपछि हामी अब ब्याक सरेर सिधै हाम्रो एसेटमा जान्छौं र एसेटमा हामीले चाहिँ आफ्नो वालेट एड्रेस सेट गर्नुपर्ने हुन्छ। वालेट एड्रेस सेट गर्नको लागि हामी सिम्पली लिंक विथड्रल एड्रेसमा क्लिक गर्नुपर्ने हुन्छ। सिम्पली हामी लिंक विथड्रल एड्रेसमा अब क्लिक गर्नुभयो भने अब चाहिँ यहाँ विथड्रल एड्रेस र एसेट पासवर्ड देखाउँछ। सो यहाँ एसेट पासवर्ड बनाउनु भएको छैन भने तपाईहरु प्लिज आफ्नो एउटा एसेट पासवर्ड क्रिएट गर्नु होला। सो एसेट पासवर्ड कसरी क्रिएट गर्ने यसको भिडियो युट्युबमा टन्नै पाउँछ। वेल साथीहरु, अब यहाँ माथि चाहिँ हामीले विथड्रल एड्रेस हाल्नुपर्ने हुन्छ। सो सिम्पली हामी अब वालेट एड्रेस हाल्नको लागि मेटामास्क ओपन गर्नुपर्ने हुन्छ। सो तपाईहरु मेटामास्क वालेट क्रिएट गर्नु भएको छैन भने एउटा मेटामास्क वालेट क्रिएट गर्नु होला, तर मलाई लाग्छ सम्पूर्ण साथीहरुसँग मेटामास्क अलरेडी होला। देन अब मेटामास्क अलरेडी छ भने यहाँ मेटामास्क खुलिसकेको छ। सो अब हामी सिम्पली मेटामास्क खुलिसके पछाडि अब यहाँ एकाउन्ट 1 लेखिएको छ र एकाउन्ट 1 को जुन डाउनमा 0x405F लेखिएको छ त्यसमा चाहिँ सिम्पली क्लिक गर्नुपर्ने हुन्छ। तपाईहरुको अब एड्रेस फरक हुन सक्छ हैन, तर त्यसैमा चाहिँ क्लिक गर्नु होला। देन यहाँ कपी भइसकेको छ, अब त्यहाँ क्लिक गरिसके पछाडि
अब सो सिम्पली हामी फेरि अब यहाँ ब्याक आउने छौँ र हामी फेरि सातोसी एपमा गएर एसेटलाई ओपन गरेर लिंक विड्रल एड्रेसमा जानुपर्ने हुन्छ र लिंक विड्रल एड्रेसको खाली ठाउँमा हामीले आफ्नो वालेट एड्रेस चाहिँ पेस्ट गरिदिनु पर्ने हुन्छ। सो हामीले वालेट एड्रेस पेस्ट गरिसके पछाडि तल एसेट पासवर्डमा आफ्नो एसेट पासवर्ड हाल्नुपर्ने हुन्छ। सो हामी सिम्पली यहाँ एसेट पासवर्ड हालिसके पछाडि अब कोर लिंक विड्रो एड्रेसमा चाहिँ अब टच गर्नुपर्ने हुन्छ। देन यसमा क्लिक गर्नुभयो भने अब चाहिँ एउटा भेरिफिकेसन कोड हाम्रो जीमेलमा जान्छ र जीमेलमा आएको कोडलाई हामीले चाहिँ यहाँ एउटा खाली ठाउँ आएको हुन्छ, त्यो खाली ठाउँमा चाहिँ फिल गरेर त्यसपछि त्यसलाई भेरिफाई गर्नुपर्ने हुन्छ र भेरिफाई गरिसके पछाडि अब फेस भेरिफिकेसन माग्छ र फेस भेरिफिकेसन आफ्नो दिनुपर्ने हुन्छ। यति गरिसके पछाडि अहिलेको सम्पूर्ण प्रोसेसहरू कम्प्लिट हुन्छ। यो प्रोसेसहरू मैले पहिले नै कम्प्लिट गरिसकेको छु साथीहरू, त्यही भएर मैले भिडियोमा देखाउन सकेन। देन मैले बताए अनुसार गर्नुभयो भने चाहिँ सजिलो छ, कुनै गाह्रो छैन खासै। र मैले एउटा आग्रह चाहिँ तपाईहरुसँग के गर्न चाहन्छु भने तपाईहरु प्लिज मेटामास्कको वालेट एड्रेस मात्रै यहाँ चाहिँ कनेक्ट गर्नु होला, अरु कुनै पनि वालेट एड्रेस नहाल्नु होला साथीहरु, अन्यथा स्क्याम हुन सक्छ र हाम्रो सबै कोर कोइनहरु हाम्रो हातबाट छुट्न सक्छ। साथीहरु कोर कोइनहरु अझै पनि हाम्रो वालेटमा रिलिज गरेको छैन। यो अप्सन खुल्ने बित्तिकै नै मैले यो भिडियो बनाएको हो। सो यो भिडियो तपाईहरुले हेर्दासम्म हुन सक्छ कोडाओले टोकनहरु रिलिज गरेको होला र तपाईहरुले आफ्नो वालेटमा पाउनु भएको होला, अथवा वालेटमा नआएको नै हुन सक्छ। सो आएको छैन भने अब चाहिँ हाम्रो पर्खाइको दिन समाप्त भएको छ। अब धेरै दिन अब बाँकी छैन साथीहरु। अब एक दिन दुई दिनमा यसरी गरेर हाम्रो सम्पूर्ण फंक्सनहरु रिलिज गर्दैछ, ओपन गर्दैछ र अब हुन सक्छ दुई तीन दिनमै अब हामीले कोड टोकनहरु हाम्रो वालेटमा हेर्न पाउने छौ र हामी अब चाहिँ विथड्र गर्न पाउने छौ, सेल गर्न पाउने छौ र कोड टोकनहरु अब ट्रेड गर्न पाउने छौ। सो तपाईहरु हतार नगर्नु होला, आफुलाई आउँदैन भने तपाईहरु प्लिज त्यति हतार नगर्नु होला, अलिकति बरु धैर्य गर्नु होला। कुनै पनि त्यस्तो अफिसियली अनाउन्समेन्ट नआएसम्म केही पनि नचलाउनु होला, नत्र त 2 वर्षको मेहनत 2 सेकेन्ड पनि लाग्दैन खेर जानलाई साथीहरु। सो यति कुराहरु चाहिँ ध्यान दिनु होला। देन तपाईहरुले सातोसी रेफर गर्नुभएको साथीहरु छ भने यो भिडियो शेयर गरेर आफ्नो साथीहरुसम्म पनि पुर्याइदिनु होला र भिडियो मन पर्यो भने साथीहरु एक लाइक गरेर मलाई सपोर्ट गरिदिनु होला र अहिलेसम्म मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई सब्स्क्राइब गरेर जानु होला। साथीहरु अब नेक्स्ट टाइममा फेरि यस्तै नयाँ अपडेटको भिडियो लिएर आउने नै छु र अन्त्यमा भन्न चाहन्छु साथीहरु, यदि तपाईहरुले सातोसी एकाउन्ट बनाउनु भएको छैन भने प्लिज यो लास्ट चान्स हो, सातोसी एकाउन्ट एउटा बनाइहाल्नुस्। एकाउन्ट रजिस्टर गर्नको लागि मेरो डिस्क्रिप्सनमा चाहिँ तपाईहरुले यसको लिंक पाउनु हुनेछ। नयाँहरुको लागि अझै यो ड्रपमा कोर कोइनहरु पाउने सम्भावना रहेको छ, त्यसैले यो अपर्च्युनिटी नगुमाउनुस् मैले भन्न चाहन्छु। हस्त साथीहरु, फेरि नेक्स्ट टाइम नयाँ अपडेटको भिडियो लिएर म आउने नै छु। भिडियो हेर्दिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। नमस्कार, थ्यांक्स फर वाचिङ।